बाबा के गर्नु भएको? ए छोरी यो हेर न यहाँ खुर्सानी रोपेको यो 2-3टा खुर्सानी रोपेको छ अनि यसलाई चाहिँ हेर यस्तो झारले ढाकेछ अनि झारसार फाल्न पर्यो व्यस्त व्यस्त भए पनि सुसार त गर्न पर्यो हैन छोरी हो रोपिसके पछाडि यसलाई सुसार गर्नुपर्छ झारसार उखाल्नुपर्छ के गर्ने यसलाई पनि त अर्को झारले ढाक्यो भने यो बढ्न सक्दैन नबढेपछि फुल्दैन नफुलेपछि फल्दैन हेर न यो पोहोर साल रोपेको छोरी हेर्न कस्तो राम्रो भयो हेर न यो फल्या छ र आफ्नै घरको खुर्सानी टक्क टिपेर चरप्प खाँदाखेरिको स्वाद कस्तो हुन्छ तिमीले कल्पना गर त छोरी तिमीलाई मनपर्छ कि नै मनपर्छ। पर्छ नि हेर्न अनि तिमीले यो चिनी छौ यो के हो यो कालो बेसार भन्छ यसलाई यो कालो बेसार चाहिँ यसमा औषधीय गुण हुन्छ न अनि यसमा के हुन्छ भने तिम्रो यो ढाड सड्किँदाखेरि हैन हड्डीहरू अलिकति राम्रो बनाउनको लागि यसले काम गर्छ भन्छन् अनि हाम्रो हजुरआमाहरूले त्यही भन्नुहुन्थ्यो त्यही भएर पनि हामीले उहाँ गाउँबाट ल्याएर रोपेको मैले उहाँ गाउँबाट आउँदाखेरि लिएर आएर रोपेको हो अनि कस्तो राम्रो छ भन न हेर न कस्तो त्यो बेसार भनेको 2-3टा प्रकारका हुन्छन् क्या छोरी एउटा पहेँलो हुन्छ अनि यो काली बेसार भन्छ यसलाई अनि यो चाहिँ छ अनि यो हेर न यो लौका रोप्यो छोरी लौका रोपेको खासै यो फुल एकदम फुल्यो अनि पछि हुँदै भएन हेर न यो मम्मीले पनि बिचरा भयङ्कर मेहनत गरिरहेछ अब तर के गर्ने मम्मीले यत्रो राम्रो काम गर्दा गर्दै पनि यो उत्पादन नभएपछि कहाँ हुन्छ यस्तै छ छोरी झारसार गोड्ने यताउति गर्ने आज त शनिबार म 2-3टा कार्यक्रममा गएर अनि आएँ छोरी आएर यही भए पनि यसो बारीमा देखिम काम गरौँ भनेर हो शरीर पनि चल्ने यताउति गर्ने यो राम्रै होला भनेर हो के अरे आज बाबा धेरै काम गर्नुभयो नि छोरी हो र 2-3टा कार्यक्रम सिद्धिएर आएर खुर्सानी गोडमेल गर्नुभएको छ आज बाबालाई सम्मान कार्यक्रम राखेको छु मैले मलाई हेर न छोरी सम्मान गरे के हो सम्मान साँझ फेरि खाना खान दिएर होला सम्मान होइन एउटा टोपी लिएर आएको छु उहाँलाई लगाइदिँदै उहाँलाई सम्मान कार्यक्रम छ आज 3टा कार्यक्रम सिद्धिएर अनि खुर्सानी गोड्नुभएको छ हजुरलाई धेरै धेरै धन्यवाद बधाई छ हजुरलाई सधैँ यस्तै प्रगति गर्दै जानुहोस् शुभकामना यो काम गरेको हो काम गरे बापत हजुरलाई यो टोपी यतिखेरि यो यसरी हो भने त म त दिनदिनै काम गर्छु त यसरी दिनदिनै काम गर्न थाल्यो भने त घरको काम त धेरै सकिने भयो अब म क्याम्पस पढाउन जान पनि छोड्ने अफिस पनि जान छोडेँ यस्तै काम गरेँ भने त त्यो दिनको एउटा टोपी लगाइन्छ होला है मैले दिनको एउटा टोपी लगाइदिन्छु यति कति राम्रो यो छोरी हेर न यो हामीले पिपल रोपेको होइन मम्मीले यहाँ पिपलमा जल चढाउन भनेर पिपल रोप्यो गर्दा गर्दा यत्रो ठुलो भइसक्यो छोरी यो अब यसलाई कहीँ एउटा सार्वजनिक ठाउँमा लगेर एउटा चौतारी लगेर बनाएर रोप्ने हो यो यसको योजना छ कस्तो ठुलो छ यसलाई अब बिस्तारै निकाल्न पर्ने छ छोरी ठुलो भइसक्यो अब यसलाई लगेर अनि रोप्ने हो अनि हेर न छोरी हामीले एउटा भुइँकटर लिएर आएको होइन अनि भुइँकटर ल्याएर रोप्यो यो भयो अनि एउटा फले चाहिँ छोरी हाम्रो यी देखिछौ भुइँकटर एउटा फल्यो अनि उखुहरू यो आफ्नो बारीमा उत्पादन भएपछि छुट्टै रमाइलो हुँदैछ यही हो फुलहरू छ अनि यो यस्तो छ हाम्रो खेतीपाती हेर्नु छोरी बिस्तारै काम गर्ने हो क्या काम गऱ्यो भने अनि नगरी काम पाइँदैन मामा भन्ने सुनिछौ नि तिमीले हो त्यही हो छोरा काम गर्नु पर्यो कि काम गरेर सानो त कोही हुँदैन हो किन हुन त यस्तो छ झार यो झार के भन्यो झारलाई यसको झारको नेपालीको नाम के होला यस्तै कहाँ हिँड्यौ तिमी म साग टिप्छु हो र हजुरले अब यहाँ मिहिनेत गर्दै हुनुहुन्छ ओहो टमाटर यहीँ फलेको हो कि कसो हो यो माटेर फालेको छ छोरी यो त हेत्तिरमा त यहीँ फल्यो होला यत्रो मेहनत गरेको भनेको त होइन गजब रहेछ नि यो त काम त छोरी अनि तिम्रो के छ त हालखबर छोरा ठिक छ राम्रै छ चलिरहेछ जिन्दगी इक्जाम कहिले हो 29 गतेदेखि ए आफू त अब झार गोड्दा पनि सम्मानित भइन्छ होइन झार गोडेर पनि सम्मानित हुने मान्छे परियो के गर्ने अब सम्मानको त त्यो घरमा त खोलो लाग्ने भयो क्या छोरी झार गोड्नेलाई सम्मान छ ल यस्तो हुन्छ छोरी राम्रै छ छोरी जिन्दगीमा राम्रै चलिरहेको छ यो घाँस यस्तो हेर न घाँस हाम्रोमा घाँस छ अब बारीमा घाँस छ यस्तो भैँसी पाल्ने नै गजब हुन्छ र ऊ यो आँप चाहिँ दिइरहेछ नि छोरा पोसा ल्यारमा राम्रो रोपेको आँप हो बिग्रेछ छोरी
जस्तो भएछ नि सिन पनि कति राम्रो आएको कस्तो राम्रो छ छोरा राम्रो ठाउँमा बस्नु छोरी कस्तो राम्रो ठाउँमा बसिरहेको छ हेर त राम्रो भयो नि छोरी गजब छ हेर न यो माडी फाँट हो छोरा त्यो सल्लक्क माडी फाँट हाम्रो घर चाहिँ माडी फाँटमा कस्तो राम्रो ठाउँमा छ न ल सानो हुन्छ